माछा माछा भन्दा ठिक छ आज तरुवा ठिक हुन्छ एक गाँस भात जान्छ झुट ल गाइस माछा चाहिँ यहाँ आज चाहिँ म चाहिँ साथीहरूसँग चाहिँ फिसिङ गर्न जाँदैछु यहाँ एउटा साथी छ अर्को साथी हाम्रो लसपन्थीमा पुरै यहाँ छाताउडै हिँडिरहेको छ है गाई है ठिक छ गाई धेरै दिनपछि आज चाहिँ बल्छी खेल्नु है लक्ष्मण ठिक छ नि है अब चाहिँ हाम्रो जङ्गल हिँड्ने बाटो है यहाँबाट जङ्गल जाने फिर्ने अब केटाहरू आउँदैछ फटाफट छिटो अहिले कराउँछ ल हाम्रो सञ्जीव नाच्दैछ यहाँ ओ चाँडो छिटो मैले कराउँला यहाँ गई बल्छी खेल्न चाहिँ यस्तो यस्तो ठाउँ हिँड्नुपर्छ है कम्ता घाइ भएको छ नि अस्ति हिँडेको बाटो खोइ मलाई त रड देऊ त अरे जिरो निकाल्ने ठाउँमा ल के हामपालुम बस गाइजहरू सन्जी ल अब गाइज हामी चाहिँ अहिले यता हिँडिरहेछौँ त्यहाँ चाहिँ केटा टोरी छ यहाँ तल पुग्ने तल हो हामी जहाँ यस्तो हिँडिरहेको छ है यहाँ जो घाँस चाहिँ टन्नै छ अगाडि जान्छ है अब टोलीहरू चाहिँ आइरहेछ है अब ठाउँ आइपुग्न लाग्यो गाई बाटो चाहिँ यस्तो राम्रो छ यहाँनिर हेर के को पानी हो ल हाम्रो साथी चाहिँ पानीमा जोतिएछ है ल आऊ खोइ त अरू ए टाढा आऊ न हामी चाहिँ यहाँ कुरा गरौँ अघि बढौँ त्यो पल्लो बाटो हिँडेको हुन्थ्यो छेत बेकारमा यो बाटो ला ए केटा नआऊ यता पाराबाट धस हो यार दुई चिजोन टिकेको राम्रै थियो फाइनली है अहिले जस्तो पानी भेटेर कति राम्रो हुन्थ्यो खुट्टा गाई चाहिँ आएर हिलोमा डुबेर खुट्टा छ्या छ लखन चारो खोज ल है फाइनली अब खोला चाहिँ अगाडिको अस्ति रडेरै फ्याल्छ त पानीले बगाएन नि अस्ति एउटा फिसिङ रड यति राखेको थियो केटाहरूले लिएर हिँड्यो त अलिक सिकारीहरूले खोइ त है खोला चाहिँ तलको चाहिँ खोला है ती जाने हो रड यतै थियो ऊ ती छ देख्यो ओ ल्याउ यो रड रड एउटा भेट्यो हामी चाहिँ रड राख्ने ठाउँ चाहिँ यस्तै गाडी है भेटेको रड राख्ने ठाउँ यस्तो तर यहाँ पर्छ आज आज यहाँ पर्छ होला हौ बस फाइनली खोला आयो यहाँ एउटा दामी छ खोला है म खुट्टा धुन्छु एउटा यहाँ पनि छ हौ बल्छीको टाङ हो
गाइस यहाँ खुट्टा धुनु पर्यो हेर खुट्टा यहाँ यो चाहिँ नखाने माछा है यो चाहिँ यो यस्तो खस्रो हुन्छ यसको जिउ यो नखाने माछा यो जम्मै बारीले जङ्गलको त्यता लिएर आएको छ हो यहाँ पर्ला केटा माछा है अब यहाँ आमा यो सामान निकाल न एक्स्ट्राहरू त्यो तपाईँ लाउनु आउँछ नि यो यताको पुल्ली यस्तै हो धागो म दिन्छु त्यही लाइन 100 मिटरको यो लिनु यो हाम्रो दाइको लागि चाहिँ पसिना त यहाँ गर्मीले के मान्छेले हिँड्न आउँदैन त्यो फेरि यो रड निस्क्यो यो रड चाहिँ फुरानोको यो फुरानोको रड हो अर्को आयो गहिरो छ यहाँ खोइ गहिरो होला यहाँ 2 टिक्रा रड आयो अब यहाँ फाइनली रड जोड्दा त्यति लामो हुन्छ 6 फिटको हो यो खोमा रिल देऊ त धागो पुगेन नयाँ कि अर्को जान्छ तन्काउ न त ताती तन्केपछि नि के हुन्छ त्यो सरै छ त्यसै हातले तनाए चिपाल्नु न यहाँ चाहिँ माछाले हल्ला छ यहाँ त्यहाँ चाहिँ माछाले रड हल्लाइरहेछ अब हेरौँ गाइस यहाँ त्यहाँ पनि माछा लगो त्यहाँ पनि माछा लगो 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 नतान ऊ हेर नि यो फेरिको लड्नु नतान खेल्यो रुको म पारिदिन्छु थु थु है यो माछा चाहिँ अलिक शत्रु जस्तै लाग्यो है मलाई है फेरि हालेको थिएँ मैले त्यहाँ बल्छी भाग 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 नतान न पर्दैन चारो भ्याउँछ यसले नतान न मिल्नु त त्यो अनि पढो उही गाइस फाइनली माछा यत्रो पर्यो ल राख यत्रो त रहेछ नमार ल चारो हाल त ओ यहाँ खै उता नेट छ माछा राख्ने नेट छ गाइस माछा आजको एक गाछ माछा माछा त्यहाँ नेट छ एउटा तल नेट हो नेट जाली छ यो माछा यस्तै खालको क्या ठुलो फाइनली गई यसलाई चाहिँ म यहाँनिर गाइस यहाँनिर यस्तो बाँधेर ल यो माछा चाहिँ यहाँ छ यहाँ तल छोडिदिए गाइस माछा यहाँ हो हाम्रो लसनको पारो दा यहाँ थाप्नु न यहाँ थापेर छोडिदिनु न हो यहाँनिर यता यता यहाँ यता थाप न त्यो झर्छ क्या माछा कस्तो रहेछ बाउलाले माछा पारेको लु अरे अड्काएर
फिसरम्यानले यहाँ बल्छी अड्काएको लगाएर भो अब राम्रा तान यता 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 तान खोल्यो सिसा ल्याउन बिर्सेँ क्या सिसा चाहिन्थ्यो हाम्रो लक्ष्मणले फेरि माछा पार्छ ल लक्ष्मणले चारो उन्दैछ यहाँ ल तिमी माथि होइन क्या छड्के तान क्या उम्के पनि माथि आउँछ ल है यहाँ है फाइनली लक्ष्मणले पारैले बल्छीले हुन्छ जाँठाले ल यता बल थाप्यो लक्ष्मणले नउठाउ न त्यही हुन्छ राख न कहाँ हिँड्यो जाँठा खोइ खोइ लगेर राइट बल्छी खेल्न यिनीहरू चारो हाल्छ मलाई चाहिँ पर्दैन तिमीले उल्टो हाल्दो रहेछ चारो ल राइट फाइनल चारो हालिसक्यो चारो यहाँ ल राख लुज हुँदो रहेछ यो गाडीले पनि बल्छी धेरै हल्लाउने रहेछ हेर तान तान धागा छोड न अझै हाम्रो दाजुले पनि एउटा पार्नुभयो माछा लक्ष्मणले पनि पार्ने रे हेरौँ है अब राइट हाम्रो दाइले फेरि माछा पार्नुभयो एउटा झोला त्यहाँ छ दाइ हाम्रो लक्ष्मण चाहिँ बौलाएर उहाँ ठुलो खोला खेल्न गएको छ ल त्यो त्यसपछि म उहाँ हाम्रो लक्ष्मणले त्यहाँ बल्छी खेलिरहेछ बल्छी चाहिँ उहाँ छ है राइट उहाँ लक्ष्मण लिएर गएको छ ओइ त्यसलाई अलिक कुनातिर तान कुनातिर छोड खान्छ खान्छ अहिले गाइस माछा मार्ने तरिकाले आएको खोला धमिलो छ माछा चाहिँ लागिरहेको त्यही भयो नि है उहाँ लक्ष्मण छ म चाहिँ यहाँ ताजा घाममा यिनीहरूको लागि क्यामराम्यान बनिरहेको छु एउटा लक्ष्मण यहाँ छ हाम्रो दाइले पनि भट्टाभट दुईवटा पारिसकेको छ मैले एउटा पारेर रड चाहिँ लक्ष्मणलाई दिएको है भ्यू आज यस्तो त पानी धमिलो भयो नि माछा चाहिँ हाम्रो दुईवटा गाई चाहिँ त्यहाँ छ ए केटा के छ तर औ अहिले यहाँ बसेर चाहिँ हाम्रो दाइ त सिकारी छ बल्छी खेल्न चाहिँ ल तर दाइले फेरि माछा दाइ माथि आउनु त ल ठिक छ आज तरुवा ठिक हुन्छ एक गाँस भात जान्छ झोल बनायो नि माछा चाहिँ हामीले यहाँ राख्ने गर्छ पानीमा ल दाइ अलिक ठुलो हाम्रो दाइ सिकारी हो नि माछा मार्नु ल ल ठिक छ दाइले माछा चाहिँ यतै सिध्याउने जस्तो आज ल गाइस माछा चाहिँ यहाँ हाम्रो दाइको बल्छीमा यसरी उनिएको छ बल्छी पनि यहाँ त्यसरी बेरिएको छ दुध है त ल माछा 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 भन्दा पुरै यस्तो यस्तो गरेर त दाइले त गिरी बिदी निकाल्नु हुँदो रहेछ त किन फाइनली फेरि माछा दाइले आज माछा दौरो पार्नु भइसक्यो यहाँ चाहिँ हामीले माछा राख्छौँ यो चाहिँ यहाँ सबै हाल्यो भने अन्त फाइनली माछा चाहिँ हाम्रो यहाँ यति भइसकेछ माछा जा पानीमा जा माछा कमान चारो खोज न ता झड्कायो नि त यार बल्छी अड्क्यो यार भयो यहाँ यस्तो झड्कायो नि मेरो बल्छी चारो हाल त खोइ चारो कहाँ छ ए मरेको माछालाई खुवाउने क्या चारो हाल न
खडै त सास आउँछ त्यसको फेरि चारो छैन गाई चारो चाहिँ यस्तै झारहरू निकाल्नुपर्छ यस्तो झार यस्तो निकालेपछि चारो भेट गाई ए गाई चारो चाहिँ यसरी भेट हुन्छ टमाटर दाइले माछा पायो लु राहा म खेल्छु त्यहाँ झरो किप तिमीले नखेल्दो रहेछ गाई गँदेउला चाहिँ यसरी उड्नुपर्छ थो थो मरेको माछा उखाएर के गर्छौ र तिमीले यो चाहिँ नखाने माछा ए गाई नखाने माछा है साह्रो सानो लसन तान न उल्टो तान न तिमीतिर उता यस्तो लगाएको उतातिर तान्नु न फर्काएर दाइ हट्नु त माछा फाइनली गाइज माछा यत्रो क्याचिम गाइज क्याचिम दिस इज द बिग फिस अर्को को लक्ष्मणले नि अर्को ल लक्ष्मण के छ माछा पायो लक्ष्मणले ल एउटा ठिक्क छ त पढाइ छोडेन गाई माछा चाहिँ परो दिस इज अ बिग फिस एकै ठाउँबाट आइरहेको छ गाई एकै ठाउँबाट फेरि 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 ओ माई गड मेरो ठुल्ठुलो भइरहेछ चारेको चोक्टा निकाल्यो क्या यसले डुबा 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 त्यो टुप्पो देखिन्छ नहुँदो रहेछ यार यस्तो टुप्पो देखिन्छ नहुँदो रहेछ है चारो त म ठुलो माछा चारो हाल्यो ठुलै माछा पर्छ क्या केटा हो यो ठुलो चारोले म ठुलो माछा पारेको त अड्क्यो नि गाइस फाइनली हाम्रो माछा चाहिँ बल चाहिँ कहाँ चुटिन्छ यत्रो महँगोको धागो हालेको छु मैले नेपालमा धागो 2000 लिन्छ धागोको 100 मिटरको मार्ने हालत लहर यहाँनिर ल बस बा पानी परेर है आज हालत बिजो यहाँ कम्पनीको प्लाई ल्याएर ठड्याएर आएर बिजो ल सन्दीप के छ ठिक छ नि बारी हेर्न जाँयो कत्रो बारी आएर हामीले बल्तीको ठाउँमा लगाइ है त केटाहरूलाई त यहाँ छोडेर आएको माछा देखाउँछु म केटाहरू यहाँ छ यही कम्पनीको त्यहाँ प्लाई फ्यालेर रहेछ त्यो ल्यायो अब यहाँ चाहिँ खोला यति ठुलो बारी छ नि हामीले पानी चाहिँ सानै पर्छ भनेर बल्दी खेलिरहेको थियौँ ल राइट अभियसली खतरा बारी आएको छ यो चाहिँ ल
तल गएर हेरौँ है गाइस गाइस बारी देख्न सक्नुहुन्छ ओ माई गॉड हामीले चाहिँ यी बारेको माछा त्यहाँ बस्छ यहाँ पर हेर्ने कहिले बारी बढेर पानीको छाप कत्रो आएको नि है बारी कत्रो बढेछ र यहाँ डेन्जर ठाउँमा धेरै बस्नुहुन्छ के त सञ्जीव मलेसियाको फिस हन्टिङ लाइफ कस्तो हुँदो रहेछ देख्यो मलेसिया हो ल अब हामी चाहिँ माथि जाने केटाहरूबाट पानी लगेपछि जाने ल र हाम्रो केटाहरूलाई चाहिँ यहाँ सुरक्षा दिएको कहाँ भारी छ यहाँ खोला चाहिँ त्यत्रो छ यहाँ कम्ता ठुलो बारी आएको छ ल यहीँबाट देख्छु त्यहाँनिर पानी कत्रो भल गएको छ माछा हाम्रो खै माछाको उठाएर माछा देखाऊ रट यहाँ दुईवटा रट माछा चाहिँ यही हो फाइनली माछा चाहिँ यति मारिएछ दुईजना सिकारीले फेरि हाम्रो दाइ छैन एउटा झोला पुछेको एउटा सिकारी फेरि आमा कुनामा छ दारोले ल यति छ बिजोक भयो बिजोक अघि चाहिँ हामी हिँडेको बाटो कति सफा थियो अहिले एउटा पानीले त्यहाँ टोलीहरू छन् पानी यहाँ कम्ता पानी छैन र अहिले गई हामी चाहिँ यहाँ रोड आउन लागिसके ल हाम्रो बल्ल खुसी भयो सिकारीहरू बल्ल आउँदैन खुसिआएको छ माछा चाहिँ यति तारे खाइन्छ जाडो भगाउने हो मिलिजुली हन्टिङ मिलिजुली हन्टिङ गाह्रो चाहिँ म चाहिँ फिसिङ रडको कभर चाहिँ घाँटीमा टाई बनाएर हिँडिरहेको छु अब आउँछ वहाँनिर यहाँ बिजोक गाडा अहिले 9 बजे तिमीको रोड गएपछि गाइस फाइनली आज छुट्टी मनाइयो खोइ खोइ मान्छे सर्फ पो दिन्छ म चाहिँ पानीमा सर्फ कहाँबाट आयो फेरि पानी आयो माछा फेरि एकदम यो नबढ्ने माछाको साइज चाहिँ यत्रै यो माछा कहिले पनि बढ्दैन यो खानामा टेस्टी हेर्दामा चाहिँ माछाको बतास लाग्छ मिलिजुली हन्टिङ टिमको आज अब हेर रोड निस्किन यस्तो गाह्रो हिँड्नुपर्छ रोड निस्किनलाई है अब यहाँ एनोकोन्डा हुनसक्छ शम्भु शम्भु ओ माई गॉड Oh my god. Oh my god, what is this? This is the one. Oh my god. अब यहाँ चाहिँ म चढ्छु 1 2 ठेल 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 गुड थ्याङ्क यू गाइस फाइनली यहाँ आयो यो घोडा ठोकेछ अस्ति ल टोली मुभ हिँड्छ हिँड्नु छिटो यहाँ पिक गर्नु पनि कराउँछ बाँकेको ठाउँ गाइस फाइनली हामीले रोड आउनु लागिसक्यो है यहाँ अर्काले बारेको ठाउँ चाहिँ यहाँ छिटो मात्रै कराउँछ छिटो छिटो ए पुष्पति देखेको कराउँछ गाइस फाइनली रोड आयो है होइन जो ए यो माछा परेर त लाज हुँदैन क्या माछा परेको त देखाउँदै हिँड्ने हो ए गाडी आउँछ है साइड हिँड्नु है ल गाइस अब चाहिँ बाँकी भिडियो चाहिँ रुम गएपछि माछा खाएको बनाउँछ है पानी यस्तो परेछ आजको माछाको यही हो